नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई सूर्य हिमाल युट्युब च्यानलमा। र आज मैले भन्न गइरहेको छु देशको एकदमै इम्पोर्टेन्ट मुद्दा जुन हो कि भ्रष्टाचार। र यो भ्रष्टाचार कसरी सकिन्छ र यसलाई कसरी हामी सबै मिलेर यसको बारेमा एउटा आवाज उठाएर यसलाई रोक्न सकिन्छौँ। अब यसको बारेमा अलि कुरा गरौँ। हाम्रो नेपालको सरकार उहाँहरूले कुरा गर्नुभयो कि नेपालमा भ्रष्टाचार बन्द गराउनु पर्छ र समातेर भ्रष्टाचारलाई थुनामा हाल्नु पर्छ। यो चाहिँ उहाँहरूले भनेको सही हो, तर यति सुन्दर बुझ्दाखेरि यो सजिलो छैन। यसलाई चाहिँ सम्पूर्ण नेपालीहरूलाई सरकारले पनि साथ दिनुपर्छ, अनि मात्रै यो जो भ्रष्टाचारको विरुद्ध जुन कारबाही हुनेछ अनि मात्रै यो सक्सेसफुल हुन्छ। किनकि जब लोकल नेपाली जनताहरूले यो भ्रष्टाचारको विरुद्ध केही बोल्दैन भने तबसम्म सरकारको पनि कतै न कतै कुनै ठाउँमा विफलै रहन्छ र यो 100% सक्सेस हुँदैन। त्यसैले सबै नेपालीहरू जनता पनि सरकारलाई सपोर्ट गर्नु र अनि यो भ्रष्टाचारको विरुद्ध जहाँ कुनै पनि ठाउँमा कसैले घुस माग्यो भने 10 रुपियाँ या 5 रुपियाँ किन मागोस् जतिसम्म त्यसको विरुद्ध सबैजनाले बोल्नु पर्यो, आवाज उठाउनु पर्यो, शिकायत राख्नु पर्यो, अनि मात्रै केही सुधार हुन सकिन्छ नेपालमा। अब नेपाल बनाउनु पर्यो साथी, सरकार मात्रै होइन सबै नेपाली जनताहरू मिलेर नै बनाउनु पर्छ। साथीहरू, यो भ्रष्टाचार आखिर कहिलेसम्म सकिन्छ तपाईँ सत्य सुनेर एकदमै चकित पर्न सक्नुहुन्छ। तपाईहरुलाई थाहा छ कि नेपालमा हरेक वर्ष करोडौं र अर्ब रुपियाँ भ्रष्टाचारको कारणले हराइन्छ, तर पनि कसैले केही बोल्दैन। यो जुन पैसा हराएको पैसा छन् यो कहाँ जान्छन् कसैले पनि खोज्दैन। त्यही भएर भ्रष्टाचार पनि धेरै बढ्यो, लुट्ने मान्छेले अझै लुटिरहेको छ। आखिर यसको असर कसलाई पर्छ त? यसको असर चाहिँ हामी सम्पूर्ण नेपाली जनताहरूलाई पर्ने रहेछ भ्रष्टाचारको। साथीहरू, आखिर भ्रष्टाचार चाहिँ के हो त? भ्रष्टाचार भनेको जब पनि कुनै सरकारी कर्मचारी र नेता आफ्नो पदको दुरुपयोग गरेर पैसा कमाउँछन् त्यसैलाई भ्रष्टाचार भन्छ। आखिर यो नेपालमा के भइरहेको छ? घुस बिना कुनै काम हुँदैन, विकासको पैसा चाहिँ हिनाबिना हुन्छन्, अनि भ्रष्टाचारीहरूले आफ्नो मान्छेलाई मात्रै काम दिन्छन् या सरकारी जागिरमा लगाउने गर्छन्। यतिसम्म नेपोटिजम नेपालमा बढिसकेको। साथीहरू, गरिब अझै गरिब हुन्छ, राम्रो शिक्षा र स्वास्थ्य पाउन एकदमै गाह्रो भएको छ, अनि युवाहरू सबै विदेश जान बाध्य छन्। तर प्रश्न उठाउँदा सरकारले के गर्छ त? कानुन त छ, तर कारबाही कहिले पनि हुँदैन। ठुला मान्छे कहिले पनि नेपालमा सम्पादिँदैन। साथीहरू, जब जनताको भविष्य नै बेचिदिन्छन् अनि त्यो देश कसरी अगाडि बढ्छ त? साथीहरू, अब समय आइसक्यो। भ्रष्टाचार विरुद्ध हामी सबै मिलेर बोल्नु पर्छ र यसको माथि आवाज उठाउनु पर्छ र हाम्रो देशको जुन सरकार छन् उहाँहरूलाई एकदमै मेसेज पुर्याएर अनि कडाभन्दा कडा भ्रष्टाचारीहरूलाई सजा चाहिँ दिलाउनु पर्छ। किनकि साथीहरू, जबसम्म नेपालमा भ्रष्टाचार रोक्दैन तबसम्म युवा विदेश जान बाध्य हुन्छन्, राम्रो शिक्षा र स्वास्थ्य पाउन एकदमै गाह्रो छन्, अनि नेपालको जुन शिक्षा व्यवस्था छन् र हस्पिटलको व्यवस्थाहरू छन् यसमा कतिको के सुधार भएको छ या कति के गाह्रो भइरहेछ नेपाली जनताहरूलाई त्यो सबैलाई थाहा छ। त्यही भएर यो भ्रष्टाचार रोक्न र यिनको विरुद्ध सबै मान्छेलाई आवाज उठाउनु पर्ने एकदमै आवश्यकता छ। र यो कुरा हाम्रो देशको जुन प्रधानमन्त्री छ उहाँहरूलाई म एउटा आग्रह गर्न चाहन्छु कि भ्रष्टाचार विरुद्ध यति कडाभन्दा कडा कानुन बनाउनु कि जो व्यक्ति भ्रष्टाचारमा फेला पर्यो भने उसलाई समातेर थुनामा हाल्ने त एकदमै हाल्ने, उसलाई कहिले ननिस्किने गरी हाल्नु पर्यो। तर अझै त्यसमा थपेर जो व्यक्तिलाई समात्नु भयो भ्रष्टाचारमा त्यो व्यक्तिको फ्यामिलीबाट कहिले पनि सरकारी कामकाजमा जागिर लिन नपाउने, अनि यस्तो व्यवस्था गराइदिनु होला त्यसमा। किनकि यस्तो भयो भने अनि मात्रै भ्रष्टाचारले मनमा डर भएर अनि मात्रै भ्रष्टाचार चाहिँ गर्दैन, नत्र जतिसुकै कडा कानुन भए पनि भ्रष्टाचार चाहिँ रोक्न अलिकति गाह्रै छ। किनकि जुन पहिलादेखि मान्छेले भ्रष्टाचार गरिरहेछ उनीहरूको अब त्यो एउटा बानी परिसक्यो अब भ्रष्टाचार गर्ने। त्यही भएर उनीहरूले एकदमै कडाभन्दा कडा सजाय दिलाउने र उनको फ्यामिलीहरूबाट कोही पनि अगाडि गएर सरकारी कामकाजमा जागिर नलिन पाउने यस्तो चाहिँ कडा कानुन बनाउनु होला। तपाईँहरूलाई मेरो यति आग्रह छ र सम्पूर्ण नेपाली जनताहरूको यति कुरा सुनिदिनु बालिन सरकार। र विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, जो खाडीमा
अन युरोप जता पनि हुनुहुन्छ तपाईहरू, नेपाल बाहिर, तपाईहरू भ्रष्टाचार चाहिँ रोक्नको विरुद्धमा हुनुहुन्छ भने तपाईहरू कहिले पनि हुन्डीबाट पैसा नपठाउनु, किनकि हुन्डीबाट पैसा पठाएको रेमिटेन्स हुँदैन, सरकारलाई ट्याक्स जाँदैन। सकेजनसम्म तपाईँ ब्याङ्कमा गएर पैसा पठाउनु एकदमै लिगल तरिकाले। हुन्डी भनेको एउटा इलिगल हो, र हुन्डीबाट कहिले पैसा नपठाउनु, ब्याङ्कबाट पठाउनु, र ब्याङ्कबाट तपाईँ पठायो भने सरकारको पनि यसमा फाइदा छ, किनकि उनलाई रेमिटेन्सको पैसा पुरै जान्छ होला। तपाईँहरूले यो हुन्डीबाट पठाएको पैसा अब के थाहा, पुराना या नयाँ दलका मान्छेहरूलाई कोही यस्तो व्यक्ति हुन सकिन्छ जो कि तपाईँले हुन्डीबाट पैसा पठाएको उनले आफ्नो ब्ल्याक मनीमा जम्मा गर्दैछ कि के गर्दैछ। त्यही भएर भ्रष्टाचार अब विरुद्ध त हामी बोल्नुपर्छ। सकेजनसम्म हामीले त्यसमा के हेल्प गर्नु पर्यो सरकारले, अनि कति हामीले गर्न सक्छौँ यो पनि हामीले गरिदिनुपर्छ र हेल्प गर्नुपर्छ। भ्रष्टाचारको विरुद्ध एकदमै कडा हुनुपर्छ। हस्त साथीहरू, तपाईँलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला, र तपाईँको विचार के छ यो भ्रष्टाचारको विरुद्ध कमेन्टमा आफ्नो प्रतिज्ञा राख्नु होला। भिडियोलाई सकेजनसम्म अन्य साथीहरूलाई पनि सेयर गरिदिनु होला। अवेरनेस फैलाउनु, नेपालमा जागरुकता एकदमै गराउन जरुरी छ होइन भ्रष्टाचारको विरुद्ध, किनकि भ्रष्टाचारको कारणले गर्दा हामीले 5 रुपियाँको पाउने सामानहरू पनि 10-20 रुपियाँसम्म किन्न बाध्य भएको छ नेपाली जनताहरूले। त्यही भएर सबैजना सचेत भएर यो भ्रष्टाचारको विरुद्ध आउनु, एउटा आवाजमा कुरा राखौँ। हस्त साथीहरू, आजलाई यति हो। भेटौँला भोलि कुनै अर्को भिडियोमा। तबसम्मको लागि जय नेपाल।